नेपाल प्रिमियर लिग एनपिएल को आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले अघिल्लो वर्षको विजेता टोली जनकपुर बोर्ड्सलाई सजिलै 5 विकेटले पराजित गरेको छ। आजको खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला जनकपुर बोर्ड्सलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङमा उत्रिएको जनकपुर बोर्ड्सले ओपनर ब्याट्सम्यान आसिफ शेखको अर्धशतकको मद्दतले निर्धारित 20 ओभरमा 130 रनमा 6 विकेट गुमाएर 131 रनको टार्गेट सेट गरेको थियो। बलिङतर्फ भने अमेरिकाका अलराउन्डर मिलिन्ड्स कुमारले सर्वाधिक 3 विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ गोर्खाजले मात्र 18 ओभरमा 5 विकेटको क्षतिमा खेललाई आफ्नो पक्षमा पारेको थियो। गोर्खाजका लागि ओपनर द्वय ब्याट्सम्यान आकाश त्रिपाठी र इङ्ल्यान्डका 25 वर्षीय ब्याट्सम्यान बेन चार्लेस ओर्थले जितको आधार तय गरेका थिए, जहाँ त्रिपाठीले 39 रनको योगदान दिँदा बेनले भने 46 रन बनाएका थिए। जनकपुरका कुनै पनि बलरहरूले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा गोर्खाजको जित निश्चित भएको थियो। अब भोलि भने दिउँसो 11:45 चितवन राइनोजले कर्णाली याक्सको सामना गर्दैछ भने दोस्रो खेलमा 4 बजे विराटनगर किङ्स र पोखरा एभेन्जर्स आम्ने सामने हुँदैछ। नेपाल प्रिमियर लिग एनपिएल सम्बन्धी सम्पूर्ण जानकारीको लागि कृपया हामीलाई सब्स्क्राइब गरेर हाम्रो टिमसँग जोडिनुहोला। धन्यवाद।